शुभ जन्मदिनको शुभ अवसर पनि परेको छ। त्यसको लागि उहाँहरू दुवैजना एकदमै भाग्यमानी पात्र हुनुहुन्छ। मेरो तर्फबाट र सम्पूर्ण उपस्थित भक्तहरूको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। बाँकी प्रस्तुतिहरू हामी एकदम मनोरञ्जन पनि दिँदै जान्छौँ, भागवत पनि सुन्दै जान्छौँ। धन्यवाद।
कृष्णचन्द्र भगवानको हिजो जोडीको भएको थियो भने आज पनि दुवैजनालाई भगवानले एकैचोटि जन्म दिनुभएको छ। एउटै दिनमा उहाँहरूलाई अभिनन्दन गरिने नै छ। यावद् रावण राम राम रमणं रामायणं श्रूयते तावद् भोग भुवने त्वं दीर्घजीवी भव। शत संवत्सरसम्मको आयु रहोस्, उहाँहरूको इच्छा सिद्धि होस्। नववर्षमा आज प्रवेश गर्नुभएको छ। उहाँहरूलाई फेरि पनि भागवत भगवानको व्यासपीठको तर्फबाट मुरी धन्यवाद व्यक्त गर्दै लाउरीको झोला चाहिँ खाली नै हो कि होइन हो। धेरै पछि गाउँ आएको हो। गाउँले चिनेनन् कि का हो मलाई। पहिला 10 वर्ष अगाडि विदेश जाँदाखेरि यो डेबिटारमा ठुलो धुवाहरूले पुरै भरिपूर्ण थियो। अहिले हेर्दा त गाउँ पुरै सरसफाइ भएर पुरै विकसित पो भइसकेछ त हो, होइन हो। यो पहिला मैले देखेको सानो बालक जुम्री होइन यो, अहिले त कति ठुलो भइसकेछ त अलक्क बढेर। अनि यो चाहिँ 10 वर्ष अगाडि मैले देखेको कलकलाउँदो दिदी होइन, अहिले हेर्दा त गाला चाउरी परेर मन्थलीसम्म पुगिसकेछ। उता पर हेर्दा त दोलो काटेर पुगिसकेछ त हो। कति साह्रो विकसित भएको हो। गाउँमा मलाई कसैले चिन्दैन कि का हो। विदेश गएर आएको कसैले नचिन्लान् जस्तो छ।
टुङ 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 हो कसले गरेछ टुङ 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 टुङ। हेलो हेलो हजुर को बोल्नुभयो साइकल भाइ होइन? होइन हो म त माइकल हो त माइकल? ओ भाइ म माइकल दाइ बोलेको चिनेर क्या? ए भन्नुहोस् त दाइ ए भनेपछि भाइले हुँदाहुँदै नेपाल गए पछाडि दाइलाई बिर्स्यो होइन त? होइन नि दाइ कहाँ त्यस्तो हुनु नि ए अनि गाउँ राम्रैसँग पुग्यो भाइ? हजुर दाइ म राम्रैसँग आइपुगेँ अनि हजुरलाई चाहिँ कस्तो छ त अनि एकदम ठिक छ। यो के छ त्यस्तो कुराहरू चाहिँ छोडौँ कि भाइ त्यहाँ नेपालमा एउटा काम थियो, गर्न सक्छौ? भन्नु न दाइ गरिहाल्छु नि हजुरको लागि त त्यति काम हो त्यहाँ नेपालबाट चाहिँ 4 जना मान्छे पठाउनु पर्ने भएको छ है। हजुर दाइ 1 जना मान्छे बराबर तिमीले 1 लाख रुपियाँ पाउँछौ। कतिले दाइ 1 लाख भाइ 1 लाख। 1 लाख एकजना बराबर 1 लाख रुपियाँ पाउँछौ र त्यो 4 जना मान्छे ल्याउँदाखेरि तिमीले 4 लाख रुपियाँ हातमा पाइहाल्छौ। तिमीले एयरपोर्टसम्म मात्रै पुऱ्याउनु पर्ने हुन्छ के सक्छौ भाइ? सक्छु नि दाइ हजुरको लागि म त्यति काम त गरिहाल्छु नि मेरो दाइ ल ठिक छ कि भाइ। अनि सुन न भाइ एउटा कुरा थियो। हजुर भन्नु न दाइ त्यहाँ वरिपरि मान्छेहरू त छैन नि? छैन दाइ छैन छैन? ल छैन भने सुन है। त्यो तिम्रो गाउँ कहाँ पो अरे? मेरो देवीदार हो नि दाइ देवीटार त्यही नै हो। त्यहाँनिर चाहिँ त्यहाँ गिरी बन्धुहरूले सायद पुराण लगाएको छ कि के छ? हजुर दाइ मैले नि भर्खरै आइपुगेँ सुन्नमा आउँदाखेरि यहाँ भजन कीर्तनहरू भइरहेछ अरे अनि यहाँ पूजाआजा पनि गरिराख्नु भएको छ अरे भन्ने सुनेको छु ठिक छ कि भाइ। त्यहाँनिर चाहिँ एउटा एकदमै कीमती मूर्ति राखेको छ अरे है? हजुर दाइ हजुर त्यो मूर्ति चाहिँ तिमीले यहाँ एयरपोर्टसम्म ल्याउनु पर्ने भयो। त्यहाँदेखि मेरो मान्छेले आएर लान्छ। हजुर दाइ त्यसको लागि चाहिँ तिमीले 10 लाख पाउँछौ भाइ। के छ तिमी गर्न कतिले सक्छौ? दाइ? 10 लाख भाइ 10 लाख। एउटा मूर्ति ल्याएको बराबर 10 लाख त्यो त केही होइन भाइ। यो काम तिमीले गर्यो भने अझै काम कति पाउँछौ तर सक्छौ कि सक्दैनौ त्यो चाहिँ भन न। सक्छु नि दाइ एउटा मूर्ति बराबर 10 लाख आउँछ भने म गर्दिनँ त दाइ ल ठिक छ कि भाइ। त्यो काम भइसके पछाडि उ गर्नु, म तिमीलाई फोन गर्छु है त। मलाई फोन नगर्नु है। हस् दाइ हस् हुन्छ भाइ हुन्छ हुन्छ। हस् त ए एउटा मूर्ति बराबर 10 लाख रुपियाँ आउँदो रहेछ यो विदेश गएर नि के गर्नु र हो यस्तै व्यापार यस्तै काम गर्नु पर्ला जस्तो छ दाइलाई पहिला पनि चिनेको हो पहिला नि धेरै काम गरेको हो फेरि अब दाइसँगै लागेर काम गर्नु पर्यो यो गिरु बन्धुको यो पूजा आजा यो सप्ताह भन्ने चिज चाहिँ कहाँ लगाएको रहेछ यसो विचार गर्दै जानु पर्यो मलाई गाउँमा नि नचिने रहेछन् अहिले धेरै पछि गएर विदेशबाट आएर होला अब यसो खोज्दै जानु पर्यो यतै पो रहेछ त पूजा आजा लगाएको त ओहो भगवान्जी नमस्ते ढोकगारे मलाई चिन्नु भयो त हजुरलाई त्यहाँ थपना गर्नु भएको रहेछ हजुरलाई कसैले पूजा आजा गर्यो कि गरेन हजुरलाई पूजा आजा गर्यो कि गरेन हजुरले मलाई चिन्नु भयो त ए हजुरलाई यहाँ कसैले थान थपना गरे जस्तो छ कसैले देख्यो कि देखेन यत्रो माहौलमा कसैले देखेन जस्तो छ अब यस्तै मूर्ति बेचबिखन गरेर यस्तै काम गरेर थुप्रो पैसा कमाउनु पर्यो म भगवान् हजुरलाई लान्छु ल मसँग जानुहुन्छ त यहाँ यस्तो झ्याउझ्याउमा बसेर हजुरलाई धेरै कष्ट भयो होला राम्रोसँग निद्रा पाउनु भन होला सुत्न पाउनु भन होला मसँग आनन्दले बिना भिसा बिना टिकट बिना पैसाको थाइल्यान्ड युरोप कतार अमेरिका मलेसिया घुम्नुपर्छ है त भगवान् ल जाउँ है त ल है भगवान् अब जाउँ ल जाउँ अब जानुपर्छ है त टक्क लाएर थाइल्यान्ड युरोप अमेरिका बिना भिसा बिना टिकट जानुपर्छ सर प्लेन चढेर है त मान्छे पैसाको लागि
आमा भोक लाग्यो खाम केही दिन्न होइन कस्तो भोक लागेको छ मलाई भोक लागेको दिनु न मिठो मिठो दाइ न गो कस्तो फोरी हो कस्तो खाते जस्तो छ त हौ कहाँबाट आएको यस्तो फोरी यस्तो सुकिलो मकिलो बाहिरबाट आएको मान्छेलाई चुन लाज लाग्दैन बाटामा मागेर खाएर हिँडेर यस्तो फोहोर लुगा लाउनेले दाइ पैसा दिन्न भोक लाग्यो दाइ दिन्न छैन पैसा दाइ दाइ ए उता जा न उता जा कस्तो छोको हो यस्तो फोरी मान्छेले लाज शरम छैन अलिकति विदेशबाट आएको 10 वर्ष बसेर यहाँ हेर न हाम्रो फेसन कति राम्रो छ यस्तो खातेपाते छोडेर यहाँ लुगा फोहोर हुन्छ बेकारमा दाइ दाइ किन कराएको कति गराउँछ पैसा दिन्छ के को पैसा दाइ मलाई थाहा छ म भनिदिन्छु के भन्छ यस्तो यस्तोले के भन्छ म सबलाई भनिदिन्छु के भन्छ मलाई सबै थाहा छ दाइ के थाहा छ तँलाई मान्छे मूर्ति चुप 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 कुरा नगरे यत्रो मान्छेसँग सुन्लान ओर्लान धेरै जोरले बोल हुँदैन बिस्तारै बोल पैसा पैसा दाइ पैसा दाइ चुप 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 मलाई एक पैसा चाहियो ल कति चाहियो पैसा 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 दाइ तपाईँले मलाई पैसाले किन्न खोजेको पैसाले किन्न खोजेको दाइ दाइ मलाई अरू केही पनि थाहा छैन दाइ तँ मेरो भगवान् तँ भगवान् दाइ दिनु दाइ कुन चाहिँ भगवान् हुन्छ तँ दाइ तँ मेरो त मूर्ति दाइ कुन चाहिँ मूर्तिको कुरा गर्दैछ यो तपाईँले त्यहाँबाट चोरेको दाइ मैले देखेको छु दाइ मैले कति बेला छोडेँ मलाई के मलाई मूर्ति दिनु दाइ म सबैलाई भनिदिन्छु दाइ तँ जस्तो मान्छेले भनेको यहाँ कसैले विश्वास गर्छ त म भनिदिन्छु दाइ र भनेर हेर्दा यहाँ कसैले विश्वास गर्छ गर्दैन नि त जस्तो यस्तो लुगा लाएको यस्तो मान्छेले भनेको दिदी। कसैले विश्वास गर्छ आमा मूर्ति मूर्ति भगवान् आमा मूर्ति हाम्रो भगवान् हाम्रो भगवान् देखिस् कसैले विश्वास गर त जस्तोको मान्छेको यस्तो हेर्दै लुगा फाटेको छ यस्तो फोहोरी छस् बाटामा उठाएर बोडा रुख उठाएर हिँडेको छस् बोतल उठाएको छस् कसैले विश्वास गर्छ तेरो कुरा दाइ मलाई कसैले विश्वास गरोस् चाहे नगरोस् दाइ मलाई थाहा छ दाइ तपाईँले मेरो 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 भगवान् तपाईँले लगेको दाइ दाइ मेरो भगवान् मैले लगेको छैन दाइ मेरो भगवान् छैन मसँग दाइ म हानिदिन्छु है म हानिदिन्छु है दाइ लु त दाइ म हानिदिन्छु नि फेरि हानिदिन्छु है दाइ म सुनौ मलाई मेरो मूर्ति दिनु दाइ मेरो मूर्ति यहाँ छैन मूर्ति छैन यहाँ दाइ होइन के गर्छ यो के गरे मेरो नगर 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 के गरे यो सुन्नु जाने बचाला बचाऊ 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 नि मलाई यसले मारो आइहाली आइ 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 बचाऊ बचाऊ
मैले भनेको थिएँ नि मेरो मेरो भजन चोरेको त भनेर तपाईँलाई यतिकै जानको नम्रको म छु नि भगवान्जी मेरो भगवान्जीले भोक लाग्यो होला भोक लाग्यो होला पैसा 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 भगवान्जी पैसा पैसा मलाई थाहा छ भगवान्जी यहाँ पैसाको लागि इमान बेचिदिन्छन् यदि मिल्ने भए पैसाको लागि भगवान बेचिदिन्छन् यहाँ भगवान बेचिदिन्छन् यहाँ बेचिदिन्छ मान्छे आफ्नो ज्यानलाई बेचिदिन्छ मान्छे इमान बेचिदिन्छ मान्छे आफ्नै ज्यानलाई बेचिदिन्छ मान्छे खोजिँदा भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे पैसाको मात्रै आफू मात्रै देख्दो रहेछ मान्छेको जातिले नमायाले पुग्दो रहेछ पैसाको मात्रै आफू मात्रै देख्दो रहेछ आफू मात्र देख्दो रहेछ यो मान्छेको जातले जहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे जहान बेचिदिन्छ मान्छे आफ्नै जहानलाई बेचिदिन्छ मान्छे खोजिँदा भेट्ने भए भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे
बेचिदिन्छ मान्छे आफ्नै पहिचानलाई बेचिदिन्छ मान्छे स्वाभिमान बेचिदिन्छ मान्छे आफ्नै पहिचानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेट्ने भए भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे मान्छे र माया धनराज भन्दै दिल हरायो मान्छे र माया ओ यहाँ जाऊ दुईतर्फ अगाडि भगवान मेरो भगवानलाई कसले भेट्न सक्छ कसले भगवानलाई पागल पागल पागललाई बेचिदिन्छु भन्छ पागल मलाई 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 पागल भन्छन् सबैले सबैले मलाई पागल भन्छन् तर साँच्चैमा साँच्चैमा पागल त तिमीहरू भएका छौ जसले आफ्नो भगवानलाई बेच्न सक्छ त्यसले आफ्नो बाबुलाई यसरी लाग्दैन अनि पागल भन्छ मलाई पागल भन्छ म खेले जहाँ म हुर्के जहाँ त्यही आँगन प्यारो छ यो छातीभित्र लुकेर आउने माया नै माया छ माया नै माया छ म खेले जहाँ म हुर्के जहाँ त्यही आँगन प्यारो छ छातीभित्र लुकेर आउने माया नै माया छ माया नै माया छ ओ माया नै माया छ माया नै मलाई लुट्न पनि आउँदैन ठग्न पनि आउँदैन मलाई त बस माया गर्न आउँछ कस्तो भोग लाग्यो यहाँ आज एउटा मैले होइन चोरे भने यिनीहरू सबले मलाई के भन्ने पागल हो यो त पागल हो भन्छ होइन अनि त्यस पछाडिदेखि एक दुई थप्पड हान्छ तर 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 म चोर्दिनँ म ढाड्दिनँ मलाई भोक लागेको छ मलाई खाने आमा केही दिनु न केही दिनु न केही दिनु न छैन
स्वागत गरौँ जयराजले अभिनन्दन गरौँ। अत्यन्त मार्मिक र समसामयिक विषयको प्रस्तुति छ। माइक माइक आउनुहोस् श्रद्धेय भक्त सज्जन, आउनुहोस् श्रद्धेय भक्त सज्जन। अत्यन्त मार्मिक झाँकी देखाएको कारणले गर्दाखेरि पूजन गरौँ, केही दिउँ। देशभक्तिको समसामयिक जुन देशप्रतिको आस्थालाई मेटाउन खोजेका छौँ, त्यसलाई झल्काउन खोजिएको एउटा झाँकी छ। देशमा भएको अस्तित्व स्वाभिमानलाई हामीले बेच्न लागेका छौँ, त्यसलाई बेच्न दिनु हुँदैन, पराईका हातमा दिनु हुँदैन भनेर देशको स्वाभिमान र रक्षार्थका लागि देखाइएको यो झाँकी छ। पुनः जोरदार तालीले अभिनन्दनका साथमा केही अर्पण गरौँ।
खेल्थ्यौ गाई चराउँदै हे श्यामा दिन तिमी बिताउँथ्यौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो बोट यमुनाको जलमा हे श्यामा खेल्थ्यौ गाई चराउँदै हे कृष्ण दिन तिमी बिताउँथ्यौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो बोट काले कृष्णको कति राम्रो बोट तिमीलाई नै सम्झ्याछु हृदयको देवा झन्डै आई लैजाऊ कहिले हुन्छ भेट बाबै फुलको बोट काले कृष्णको कति राम्रो बोट तिमीलाई नै सम्झ्याछु हृदयको देवा झन्डै आई लैजाऊ कहिले होला भेट बाबै फुलको बोट काले कृष्णको कति राम्रो बोट काले कृष्णको कति राम्रो बोट वृन्दावनमा बन्सी बजै गोपिनी बोलाउँछौ लट्ठमारी सबैलाई मोहनी लगाउँछौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो बोट वृन्दावनमा बन्सी बजै गोपिनी बोलाउँछौ लट्ठमारी सबैलाई मोहनी लगाउँछौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो बोट काले कृष्णको कति राम्रो बोट सताउँछौ कदमको रुखमा साडी नै लुकाउँछौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो बोट मकर छोरी हन्डी छोरी राधालाई सताउँछौ कदमको रुखमा साडी नै लुकाउँछौ बाबर फुलको बोट काले कृष्णको कति राम्रो 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 कृष्णचन्द्र भगवानको लाउनुहोस् अर्को पनि एउटा भजन नाच्नु होला कता कता बन्सी बजाऊ बरा बरा हैन कता कता बन्सी बजाऊ बरा बरा हैन कबो नाच्नु हुन्छ देख्ने कोही छैन कबो नाच्नु हुन्छ देख्ने कोही छैन साधुवाला कही भन्छन् कुकुर आउने जानेले साधुवाला कही भन्छन् कुकुर आउने जानेले
प्रेम खै भन्छन् कुकुर आउने जानेले मचरेर लागिसक्यो मचरेर लागिसक्यो कोही चोरेर खाने यमुनाको तटमा बसी बन्सी बजाइदिन्छन् यमुनाको तटमा बसी बन्सी बजाइदिन्छन् बाँसुरीको स्वर सुनाइ सबलाई रुवाइदिन्छन् बाँसुरीको स्वर सुनाइ सबलाई रुवाइदिन्छन् गरे खै भन्छन् कुकुर आउने जानेले गरे खै भन्छन् कुकुर आउने जानेले मचरेर लागिसक्यो कोही चोरेर खानेले मचरेर लागिसक्यो कोही चोरेर खानेले हृदयमा लुकाउँछु आँखामा सजाउँछु हृदयमा लुकाउँछु आँखामा सजाउँछु मेरो कृष्णलाई मेरो श्यामलाई मेरो कृष्णलाई मेरो श्यामलाई हृदयमा लुकाउँछु आँखामा सजाउँछु हृदयमा लुकाउँछु आँखामा सजाउँछु मेरो कृष्णलाई मेरो श्यामलाई मेरो कृष्णलाई मेरो श्यामलाई मेरो कृष्णलाई मेरो श्यामलाई डम डम डमरु बज्यो डम डम डमरु बज्यो मेरो भोले बाबाको डमरु बज्यो मेरो भोले बाबाको भोले बाबाको मेरो भोले बाबाको भोले बाबाको मेरो भोले बाबाको दर्शन गर्न म कसरी जाऊँ डम 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 डमरु बज्यो मेरो भोले बाबाको मन्दिर भृङ्गी मन्दिर पछि मन्दिर भृङ्गी मन्दिर भृङ्गी मन्दिर पछि मन्दिर भृङ्गी मन्दिर पछि संसार चलाउँछौ कैलाश बसी डम 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 डमरु बज्यो मेरो भोले बाबाको डमरु बज्यो मेरो भोले बाबाको कति सुहायो शिवजीलाई पार्वती कति सुहायो शिवजीलाई पार्वती कति सुहायो जति देश तिमी तिमी सर्वेश्वर जति देश तिमी तिमी सर्वेश्वर हर हर महादेव मेरो परमेश्वर डम 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 डमरु बज्यो मेरो भोले बाबा डमरु बज्यो मेरो भोले बाबा
लगाई भोले चन्दन लगाए बागम्बर माथि बसौ तिमी रमाए भस्म लगाई भोले चन्दन लगाए बागम्बर माथि बसौ तिमी रमाए माथि माथि कैलाशैमा माथि माथि कैलाशैमा कमरु बजरमा डामा हो कमरु बजरमा डामा आउन भक्त पुराणमा नचौ छमा छमा आउन भक्त पुराणमा नचौ छमा छमा श्रीनाथे जटामा गंगा बोलेछन् तिमीसँग प्रस्त छौ कैलाशमा पार्वतीसँग जटामा गंगा बोलेछन् तिमीसँग बस्दछौ कैलाशमा पार्वतीसँग माथि माथि फेरि सबैले त माथि माथि कमरु बज्यो डामा डामा हो कमरु बज्यो डामा डामा आउन भक्त पुराणमा नचौ छमा छमा आउन भक्त पुराणमा नचौ छमा छमा हो कि होइन त शम्भो नीलकण्ठ महादेव आशा पुर्याइदेऊ है प्रभु मेरो अर्जी सुनि लाज राखिदेऊ है नीलकण्ठ महादेव आशा पुर्याइदेऊ है स्वामी मेरो अर्जी सुनि लाज राखिदेऊ है माथि माथि
दसैँमा डमरू बज्यो डमाडमा हो डमरू बज्यो डमाडमा आउन भक्त नचुनाउ छमा छमा आउन भक्त नचुनाउ छमा छमा शम्भो हर हर सुनको बंसी खै कृष्ण सुनको बंसी खै पटुकीमा सिउरेको सुनको बंसी खै पटुकीमा सिउरेको सुनको बंसी खै मेरो मन लागिरहो शरण कमलमा फर्की आउनु नपरोसै जन्म र मरणमा हो मेरो मन लागिरहो शरण कमलमा फर्की आउनु नपरोसै जन्म र मरणमा माथि माथि शम्भो माथि माथि कैलाशैमा डमरू बज्यो डमाडमा हो डमरू बज्यो डमाडमा आउन भक्त पुराणमा नचुनाउ छमा छमा आउन भक्त नचुनाउ छमा छमा आउन भक्त पुराणमा नचुनाउ छमा छमा ल सबैले म सँगसँगै गाउनु है त माथि माथि शिवशङ्कर भगवानको ल आउनुहोस् अन्तिममा नाच्नुहोस् है त ल्याइदेऊला नौनी मखाना तिमीलाई ल्याइदेऊला नौनी मखाना लैजाऊ घुमाउन मलाई वृन्दावनैमा बंसी बजाउँदै ल्याइदेऊला नौनी मखाना लैजाऊ घुमाउन मलाई वृन्दावनैमा बंसी बजाउँदै ल्याइदेऊला नौनी मखाना तिमीलाई ल्याइदेऊला नौनी मखाना तिमीलाई ल्याइदेऊला नौनी मखाना ल्याइदेऊला नौनी मखाना तिमीलाई ल्याइदेऊला नौनी मखाना
हातैमा बन्सी शिरैमा मुकुट गरामा सुहाएको ल्याइदेऊला गोकुलको पानी तिमीलाई ए मखन तिमीलाई ल्याइदेऊला नौली मखना तिमीलाई ल्याइदेऊला नौली मखना तिमीलाई ल्याइदेऊला नौली मखना मेरा दिल है दीवाना तेरे लिए